पिकनिकहरु त म धेरै टाइम गएको थियो तर टिचरहरुसँग यो मेरो फर्स्ट टाइम थियो गाइज अनएक्सपेक्टेड रमाइलो भयो मलाई चाहिँ म चाहिँ मेरो गाउँ आएको छु अनि मेरो गाउँमा चाहिँ मेरो मम्मीले टिचिङ गर्नु एकजना टिचरको चाहिँ अवकाश रहेको छ सो त्यसैको लागि पिकनिक सेलिब्रेट गर्न हामी गएको थियौं यो चाहिँ खोटाङको भुम्जु भन्ने ठाउँ रहेको छ रमाइलो गर्न चाहिँ जाने तर पीडा पनि हुने हामी बाइकमा गएपछि फेरि हामीले यो बाटो पनि हिँड्नु पर्यो के बाफरे यति धेरै लामो छ नि यो बाटो तर हामी पुग्न चाहिँ पुगेपछि खाना त आफै बन्दैन बनाउनु त पर्यो त्यही भएर हामी खानासाना बनाउँदै लाग्छ खानेकुराहरु चाहिँ एकदमै डेलिसियस भएको थियो सम्पूर्ण सहयोगी शिक्षकहरुलाई हृदयदेखि नै धन्यवाद भन्दछु टिचरहरुको काइन्डनेस नेचर अनि कम्पनीहरु प्रति चाहिँ पर्सनली एकदमै एप्रिसिएट गर्दछु सबै टिचरहरु एकदमै मजाले जोसिलो भएर नाच्नुहुन्छ त्यसपछि फाइनली हामी खाना खान्छौं खाना खाएपछि पनि फेरि शिक्षकहरु पुरानो यादहरुलाई ताजा गर्दै गेमहरु खेल्नुहुन्छ यो गेम चाहिँ पानी भन्ने गेम हो लाइफमा फर्स्ट टाइम मैले बोइजहरुले जितेको देखेको उहाँहरु जम्प गर्दै टिमलाई टिच गर्दा बच्चाबेलाको याद आइदिएर सम्झना स्वरूप केही तस्बिरहरु लिन्छौं शिक्षकहरु केही बेर नृत्य गर्नुहुन्छ र फाइनल फोटो सुट गरेर हामी सबैजना आफ्नो आफ्नो घरतिर लाग्छौं हो गाइस तपाईहरुलाई एकदमै रमाइलो भएको छ मलाई चाहिँ एकदमै रमाइलो भयो तपाईहरुलाई कस्तो आएर न यही रिक्वेस्ट छ कि हजुरहरु पनि रमाइलो गर्नु ओके गाइस बाइ टेक केयर